हामी चाहिँ जर्सिङ पौवा जाने भनेर आएको कताबाट शङ्खरापुर कात्तिके भन्ने ठाउँमा आइपुगेछ के सो हामी चाहिँ हराएको जस्तो अवस्था भएन। हामी चाहिँ जर्सिङ पौवा जाने भनेर आएको कताबाट शङ्खरापुर कात्तिके भन्ने ठाउँमा आइपुगेछ के सो हामी चाहिँ हराएको जस्तो अवस्था भएन। तर ठाउँ चाहिँ बवाल थियो, ठाउँ चाहिँ बवाल नै थियो, बवाल छ। भ्लग खिच्ने नयाँ तरिका हो क्या भाइ। भाइ ल जाउँ राम्रो। अब चाहिँ हामी मान्छेलाई सोधेर जर्सिङ पौवा जाँदैछौँ। हामी अब तपाईँलाई त्यहाँ गइसके पछाडि देखाउनेवाला छ भाइ। हामी चाहिँ अहिले यो आहाल चौर आलाचे सक्नुहुन्छ तपाईँले, यहाँ लेखिरहेको छ। अझै माथि छ अरे जानुपर्ने। वरिपरिको एउटा जेम भन्दा हुन्छ, बवाल ठाउँ छ, रमाइलो छ, सर्ट फर्म ट्रिपवाला ठाउँहरू एकदम राम्रो छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। त्यो ठाउँमा आइपुग्यो यहाँ त बाघै आउँछ क्या हो। कसैले विश्वास मान्छ गाइज? काठमाडौँ वरिपरि हो कि यो, काठमाडौँ वरिपरि बाटो चाहिँ डेन्जर रहेछ। यहीँ माथि हो यो सर्ट हो, यो सर्ट हो के। हामी चाहिँ जर्सिङ पौवा आइपुगेको छौँ। मान्छेको स्वागत गर्छ हनुमानजी। जर्सिङ पौवा यही हो र। बाटो चाहिँ अन गर्नु न। बाटो त आउनै छ, मोबाइलमा हेर्नु न। मोबाइल खोइ मेरो। हामी कहाँ पुग्यौँ? अब लोकेसन हेर्ला। जर्सिङ भाइले जर्सिङ पौवा यही हो दाइ भन्छ यार। टाउन त आइपुग्यो जसलाई, कहाँ आइपुग्यो यार। दामी यार यहाँ त। यस भिडियो सुटहरूको लागि नि लोकेसन हामी चाहिँ खासमा त्यो भएर नि आएको हो, लोकेसन हन्टिङ भनेर पनि आएको। त्यसले चाहिँ जर्सिङ पौवा भनेर लोकेसनमा हेर्न लगाइरहेछ। दाइ तपाईँ त्यस्तो नगर्नु त। ठाउँको नाम के अरे भन्नाले त्यो हुन्छ नि एउटा के भन्छ त्यसलाई, पार्क जस्तो त्यसको नाम भनेको त गाउँको नामै जर्सिङ पौवा हो। अनि जर्सिङ पौवा त आइयो त के चाहियो जामा तल जस आइयो यार। सो तपाईँहरू चाहिँ यहाँनिर चाहिँ पिकनिक सिकनिक गर्न, रमाइलो गर्न, घुम्न आउन सक्नुहुन्छ जर्सिङ पौवा गणेश मानसिंह पार्कमा। जर्सिङ पौवाको गणेश मानसिंह राम्रो छ है ठाउँ, दामी छ। अब हामी चाहिँ नेक्स्ट लोकेसन जाँदैछौँ यो जर्सिङ पौवाको अर्कै ठाउँतिर यो। अनि एउटा कुरा हामी चाहिँ खासमा अहिले चाहिँ धेरै नै उता आइसक्यौँ। सो हामी चाहिँ अब एकदमै अनएक्सपेक्टेड डेस्टिनेसनमा छौँ कि, अति नै अनएक्सपेक्टेड डेस्टिनेसनमा छौँ। उता चाहिँ त्यो सब सिन्धुपाल्चोकको डाँडा अरे यो मुनिहरू चाहिँ होइन, लाइक यस पछाडिको उतापट्टिको डाँडाहरू चाहिँ सब सिन्धुपाल्चोक अरे के। सो हाम्रो चाहिँ अति धेरै नै अनएक्सपेक्टेड भयो कि, अति धेरै नै रमाइलो पनि सही रमाइलो भइरहेछ। अब भाइले बाइक स्टार्ट गर्नु ला हो। त्यही अब हामी मिनी इलाम पुगेर भेट्छौँ। हाम्रो गोप्रोमा पनि खासै चार्ज छैन यार। हामी चाहिँ भोटे चौरबाट अब कटेर जाँदैछौँ सानो इलाम। दाजु यो ठाउँलाई के भन्छ भने त? भोटे चौर एक मिलौजी एक भन्छ।
हो ल धन्यवाद छ अरे सानो मिलाम जय श्रीराम जय श्रीराम चियाबार जय श्रीराम ल ओके धन्यवाद अब बाजेलाई सोधिसकेका छौँ बाइकको आवाज चाहिँ केही सुनै छैन होला है खुट्टा दिनुहोस् त हो भन्दा चाहिँ अब हामीले पनि ग्यासै नबोक्या आयौँ क्या अब हामी चाहिँ अब पेट्रोल हाल्ने मात्र पैसा छ चाहिँ पेट्रोल हाल्ने ठाउँ पायो भने त घर त राति कसरी भए पनि पुगिन्छ पानी घट्ट बिहा हो पानी घट्ट खनै छ रहेछ अरे हेर्नु पानी घट्ट पानी घट्ट पानी घट्ट सो यो पुरानो पानी घट्ट छ है हाम्रो चाहिँ घरमा सर्न सब रहेछ एउटा कुरा चाहिँ सब नेपाली हामी सबजनालाई चाहिँ के भन्न चाहन्छ भने हामीहरू घुम्न सुन्न सबै गर्न आउँछौँ होइन सो यसरी फोहोर चाहिँ नसालिदिनु होला जताततै ठिक छ हिँड्नु चाहिँ पर्छ यसरी फोहोर चाहिँ नगरिदिनु होला योमा नि सेल्फी हालौँ न अन द वे टु न्युजिल्यान्ड सवाल रमाइलो भएर चाहिँ सही रमाइलो भएर चाहिँ कसै हेर यति धेरै र हामी चाहिँ बाइक राखेर यहाँबाट 5 देखि 10 मिनटमा आइपुग्छौँ हामीहरू चाहिँ यहाँबाट यो बाटो पनि हो खोला पनि हो एउटै हो यो बाटो भन्दा पनि हुन्छ खोला भन्दा पनि हुन्छ अब यहाँदेखि हामी माथि हो जाने अब यहाँदेखि छैन 10-15 मिनट त्यसपछि हामी कहाँ पुग्छ मिनिलाम त्यो अब एकचोटि हामी मिनिलाम पुगेर भेट्छ है त चिया बगान पुरै चिया बगान अब चाहिँ यहाँबाट पानी पर्न लाग्यो पानी पर्न लागिसकेपछि के गर्छौँ हामी भन्दाखेरि अब यहाँबाट निक्लिने काम गर्छौँ अब यहाँबाट चाहिँ निक्लिनु पर्छ उता त पानी पऱ्यो होला दाइ हामी जाने बाटो त पानी पऱ्यो होला ढुक्क हामी चाहिँ पानी पर्छ अड्डिरहेको अवस्था रेनकोट चाहिँ आज हाल्दैन आजै नहालेपछि आजै पानी पऱ्यो भर्खर हामी कति उतो डाँडाबाट सर तल गिरायो रेतमा आइसकेपछि पानी पऱ्यो पानी परेपछि हामी के गरिरहेको छ अहिले अड्डिरहेको हामी कहाँ अड्डायो के अरे के भन्नु छ तिमीलाई मलाई के भन्नु छ नि दाइ एउटा गुनासो चाहिँ के छ भने चाहिँ फोहोर चाहिँ हालिदिनु भएन त्यही नै हो पछि के भनौँ यहाँ पनि फोहोर छ यी गाह्रो पो छ त अनि बाटो चाहिँ अलिकति ठिकै छ बाइक आयो भने झन् झट्टै हुन्छ बाइकमा आएर राम्रै भयो अहिले बाई बाई सियु के भन्छ अर्को भ्लगमा आजको भ्लग यति हो पानी परेर मेरो कपाल झरिसक्यो त्यही नै हो अरू केही भन्दैन म आजको भ्लगलाई के यहीँ इन्ड हो आजको भ्लगलाई चाहिँ यहीँ इन्ड हो अब रेनकोट ल्याइएको छैन पानीमा भित्दै जानुपर्छ अनि भोलि फेरि बिरामी भएर सुत्दिनुपर्छ अनि त्यसपछि फेरि रुकुम जानुपर्छ त्यही हो के मिठो होला भन्नु लाने भन्दैन खान्छु चिया चाहिँ चाखेन तर मिठै होला